हेलो साथीहरु, म चाहिँ आज धेरै पछि गाईको ठेला गर्न आएको छु अनि गाईहरु चाहिँ चरिरहेका छन्। अरूहरु चाहिँ गइसक्यो अनि एउटा चाहिँ उतल आउँदैछ, त्यसलाई चाहिँ म रुँगिराखेको छु। यो पनि आइपुग्यो। म चाहिँ लागे अब गोठतिर। यहाँ हाम्रो गेट फुल दामी फुल छ, फुलेको छ, एउटा टक्क लाएर जानुपर्ने हो। म चाहिँ लागे अनि गाईहरु अगाडि जाँदैछन्। मेरो गाईहरु धेरै पर पुगिसक्यो। यिनीहरुको चाहिँ अब पानी खाने ठाउँ आउन आँट्यो। आधी गरेर पानी खाँदैछ। फाइनली गाइज, हामी चाहिँ पानी खाने ठाउँमा पुग्यौं। ल यो गोरुले त पानी नखाइ गयो नि त। यिनीहरूले खाँदैछ, पानी खाइसकेर नि घाँस खाँदैछ रहेछ। पानी खाने ठाउँदेखि लाग्यो हामी चाहिँ। मेरो गोरुहरू कस्तो बलियो छ नि, यस्तो दामी छ मेरो गोरुहरू, गाईहरू। ए मेरो गाई मेरो गोरुहरू यस्तो दामी बलियो छ। यम म चाहिँ अगाडि गएँ। यिनीहरूलाई चाहिँ म छोडेर जाँदैछु। यिनीहरू चाहिँ आउँछ। गाइज, म चाहिँ बल्ल बाख्राखोरमा आइपुगेको छु। यो चाहिँ गाईको गोठ, त्यो तल्लो चाहिँ बाख्राको गोठ। अब गाईहरू नि बार्ने बेला भइसक्यो होइन, बाई साथीहरू, राखिदिएको ल। फेरि यस्तो भिडियोहरू बनाउँदै हाल्छु नि म। हेर्न चाहिँ नबिर्सिनु होला है गाइज। बाई बाई वेल फ्रेन्ड्स।